नमस्कार। स्मार्ट क्यापिटल गुरुको आजको दैनिक बजार विश्लेषणमा यहाँहरूलाई स्वागत छ। आज 4 जेठ 2083 सोमबार। आज बजारमा के कस्ता हलचल भए त? कुन कम्पनीले उत्कृष्ट प्रदर्शन गरे अनि कुनले अलि निराश बनाए? आउनुहोस्, कुनै ढिलाइ नगरी सिधै आजको नेप्सेको मिटरतर्फ लागौं र हेरौं आज बजारले कुन दिशा समात्यो। आज हाम्रो नेप्से परिसूचक 2730.91 बिन्दुमा पुगेर बन्द भएको छ। यहाँनिर याद गर्नुहोस् त, मात्र 1.03 अङ्कको सामान्य गिरावट। 2700 भन्दा माथिको इन्डेक्समा यो 1 अङ्कको गिरावट भनेको त झन्डै शून्य बराबरकै परिवर्तन हुने होइन र? यसलाई बजार घटेको भन्दा पनि एकदमै स्टेबल वा स्थिर रहेको मान्न सकिन्छ। आज बजारमा न किन्नेहरू त्यति एग्रेसिभ देखिए, न बेच्नेहरूले नै बजार तल झार्न सके। साँच्चै भन्नुपर्दा लगानीकर्ताहरू अहिले ठ्याक्कै पर्ख र हेरकै मुडमा हुनुहुन्छ जस्तो देखिन्छ। यो इन्ट्राडे चार्ट हेर्नुस् त, आज दिनभरिको बजारको गति लगभग एउटा सिधा रेखा जस्तै फ्ल्याट देखिन्छ। बिहान 11:15तिर अलिकति तल झरे जस्तो त भयो, तर बजारले तुरुन्तै आफूलाई सम्हालिहाल्यो। आजको यो रस्साकस्सीमा 119वटा कम्पनीले कमाए भने 132वटा कम्पनीको मूल्य घट्यो अनि 18वटा कम्पनीको मूल्य त टसमसी भएन। बढ्ने र घट्ने कम्पनीहरूको सङ्ख्या लगभग उस्तै उस्तै हुनुले के देखाउँछ भने बजारले अहिले एउटा सन्तुलनको बिन्दु खोजिरहेको छ। अब कुरा गरौँ पैसाको। आज बजारमा तरलता र कारोबार कस्तो रह्यो त? आज जम्मा 2 अर्ब 45 करोड रुपियाँभन्दा बढीको टर्नओभर भएको छ अनि ट्रान्ज्याक्सन 43,309 पटक सेयर किनबेच भयो। बजार यस्तो स्थिर हुँदा पनि झन्डै 2.5 अर्बको कारोबार हुनु चान्चुने कुरा होइन। यसको सिधा अर्थ के हो भने बजारमा अझै पनि प्रशस्त तरलता छ र ट्रेडरहरू एकदमै सक्रिय हुनुहुन्छ। ल अब आजका उत्कृष्ट र कमजोर प्रदर्शन गर्ने कम्पनीहरूबारे जानकारी दिन म मेरी सहकर्मीलाई जोड्न चाहन्छु। धन्यवाद। अब लागौँ आजका स्टारहरूतर्फ। समग्र बजार सुस्त देखिए पनि केही कम्पनीहरूले भने आज कमालै गरेका छन्। इम्पेरियल हाइड्रो पावर अर्थात् आइएचएललाई नै हेरौँ न, 8.42% को शानदार जम्प हानेर आजको टप गेनरको शीर्ष स्थान ओगटेको छ। त्यसैगरी बुङ्गसले 6.32% र एसएमजेसीले पनि 3% भन्दा बढीले आफ्नो मूल्य बढाएका छन्। तर अर्कोतर्फ हेर्दा निफ्रा R8568 डिबेन्चरले आज सर्वाधिक 5.26% गुमाउन पुग्यो। एसवाइपिएनएल र पिसिआइएलका लगानीकर्ताहरूले पनि आज 3% भन्दा बढीको घाटा बेहोर्नु परेको छ। समग्र बजार स्थिर भए पनि स्टक स्पेसिफिक मुभमेन्ट भने गजबकै भइरहेको छ है। अब हेरौँ आज सबैभन्दा धेरै पैसा कुन कम्पनीमा खनियो त? आज साहस ऊर्जा अर्थात् साहस लगानीकर्ताहरूको पहिलो रोजाइमा पर्यो। यसको मात्रै 8 करोड 43 लाख रुपियाँ बराबरको कारोबार भएको छ। त्यसपछि दोस्रोमा आरएसएमएलको 7 करोड 34 लाख र तेस्रोमा एसवाइपिएनएलको 7 करोड 13 लाखको कारोबार भयो। विचार गर्नुहोस् त, यति ठूलो रकम एउटै कम्पनीमा कारोबार हुनुको अर्थ के हो? यसले पक्कै पनि संस्थागत र साना दुवै प्रकारका लगानीकर्ताहरूको जबरजस्त आकर्षण यी स्टकहरूमा केन्द्रित भएको प्रष्ट पार्छ। जहाँ धेरै पुँजी परिचालित हुन्छ, गेम त्यही त भइरहेको हुन्छ नि। पैसाको कुरा त भयो, तर कित्ताको आधारमा नि भोल्युममा कसले बाजी मार्यो त? आज सबैभन्दा धेरै कित्ता किनबेच भएको कम्पनी हो नेशनल हाइड्रो पावर अर्थात् एनएचपीसी। आज यसको 1,87,000 भन्दा बढी कित्ता सेयर एकै दिनमा किनबेच भयो। त्यसलाई कडा टक्कर दिँदै एपीआईको 1,76,000 र कुमारी ब्याङ्क अर्थात् केबीएलको 1,61,000 कित्ता कारोबार भएको छ। मूल्य सस्तो भएकोले होला हाइड्रो र ब्याङ्किङ सेक्टरका यी सेयरहरूमा आज ट्रेडरहरूको उल्लेख्य चाप परेको देखिन्छ। आजका यी सबै तथ्याङ्कहरूलाई केलाएर हेर्दा एउटा स्पष्ट निष्कर्ष निस्कन्छ। आज बजारमा लगानीकर्ताको एकदमै मिश्रित प्रतिक्रिया देखियो। एकातिर हाइड्रो पावर जस्ता केही सेक्टरमा छुट्टै चमक र मोमेन्टम देखियो, तर समग्र बजार भने एउटा सानो दायराभित्रै रुमलिरह्यो। प्राविधिक भाषामा भन्नुपर्दा बजार अहिले एउटा स्पष्ट दिशा समात्नु अघि कन्सोलिडेसन अर्थात् केही समयको विश्राम लिइरहेको अवस्थामा छ। यस्तो उतार चढाव भरिएको बजारमा हावाको भरमा नभई सही तथ्याङ्क र विश्लेषणको आधारमा अगाडि बढ्नु अत्यन्तै जरुरी हुन्छ। एकदम सही कुरा। स्मार्ट क्यापिटल गुरुको उद्देश्य नै तपाईहरूलाई शिक्षित गराउने, सही विश्लेषण गर्न सिकाउने र सुरक्षित लगानीतर्फ डोहोर्याउने हो। यस्तै छिटो, छरितो र तथ्यपरक दैनिक बजार अपडेटका लागि हामीलाई फलो गर्न नबिर्सिनुहोला। जाँदा जाँदै एउटा प्रश्न, के आजको यो सुस्तता र शान्ति भोलि आउने ठूलो बुलको पूर्व सङ्केत त होइन?
तपाईँलाई के लाग्छ? कमेन्टमा पक्कै बताउनुहोला। आजको लागि हामी बिदा चाहन्छौँ। नमस्कार।